What's up guys? Good morning है। यो चाहिँ अब मेरो काममा जाने बिहानको समय हैन। टक्टलाएर अँध्यारो छ। अब बिहान 5 बजेको हुन्छ हैन। आज चाहिँ यसो भिडियो अब काममा जाने बेलामा चाहिँ भिडियो बनाऊ हैन। अब कारणले गर्दा गाइजहरूलाई चाहिँ यहाँको वातावरण ठाउँ हैन मेरो वरिपरि चाहिँ यो रातिको समय यस्तो अँध्यारो छ। काममा चाहिँ अब जानै पर्यो हैन। अब गाइजहरूलाई चाहिँ हैन सेवा सुविधाहरू अब गाइजर फेरि 1 मिनेट ढिलो भयो भने फोन हानिहाल्छ यस्तो छ यहाँ अवस्था हैन। अब टक्क लाएर म चाहिँ 50 उठेँ रेडी भएँ टक्क लाएर चाहिँ अब म बाटो लाइक अब 3-5 मिनट चाहिँ लाग्छ। गाइजलाई म बाटो पनि देखाउँछु है त। ओके गाइज यो चाहिँ हाम्रो अपार्टमेन्टबाट बाहिर देखिने हामी अफिस जाने बाटो है गाइज। यस्तो छ रातिको समय हैन काम गर्नुपर्छ यस्तै छ विदेश भनेको हैन गाइज। वरिपरि चाहिँ घरहरू पनि छन् लाइटहरू भर्खर गर्दैछन् गाइजहरूले कुनै अफिस जाने रेडी भइसके हैन। यो चाहिँ यस्तो छ यतापट्टि साइडमा त्यस्तै छ बाटो। अब यहाँ रोडको चाहिँ लाइट चाहिँ छ भएपछि त्यति गाह्रो चाहिँ हुँदैन। रातिको चाहिँ मर्निङ भनौँ न मर्निङ अब हाम्रो साथीहरूले बिहान रातिको चाहिँ 12 बजे बन्द गरेर आए। मेरो चाहिँ 5 बजे ओपनिङ। अब कहिले नाइट कहिले 12 बजे बन्द गर्ने हुन्छ कहिले चाहिँ अब 5 बजे खोल्ने हुन्छ। हप्ताको 2 दिन चाहिँ शनिबार र आइतबार चाहिँ लाइक 6 बजे ओपनिङ हुन्छ हाम्रो हैन। अरू दिन चाहिँ 5 बजे ओपन हुन्छ। गाइजहरू अफिस जानलाई रन्केर आइसके मेरो नि अब पुग्न लागिरहेको छ। यस्तै छ बाटो चाहिँ वरिपरि हैन। बाटोमा जाँदाखेरि चाहिँ एउटा हस्पिटल छ यो हस्पिटलको चाहिँ पार्किङ लट हो। यो लाइटहरू पनि टक्क टक्क बाल्दैछन्। गाइजहरू चाहिँ अब अनि क्रम जारी नै छ हैन। यस्तै छ यो चाहिँ पार्किङ लट हो। गाडीहरू अब रातैमा पनि अब काम गर्ने त हुनै पर्यो हैन। त्यही भएर गाइजहरू टन्नै छन्। यो पनि हो हाम्रो बाटो गाइज हैन। यस्तो छ म चाहिँ अब नजिक भएको कारणले गर्दाखेरि हिँड्ने नै हो। अफिस आइपुग्न लागिसक्यो हैन। उता निलो निलो बलेको बत्ती चाहिँ हाम्रो अफिस हो गाइज हैन। यो चाहिँ हाम्रो पार्किङ लट साइडमा मैले तपाईँलाई देखाइहालेँ हैन हस्पिटलको। त्यसपछि लगाएर पार्किङ लट लाइटहरू अब हुँदैछन् अनहरू। बिहान बिहानको मिठो हावा पनि चलेको छ त्यो पनि राम्रै हो हैन। अब लाएर चाहिँ शीतल छ मौसम। लाइटको चाहिँ मिठो छ है। अब यहाँ अब 24 घन्टा लाइन हुने भएको कारणले गर्दाखेरि त्यस्तो अँध्यारो चाहिँ हुँदैन। लाइट चाहिँ एकदम अफिस हो यो। अगाडिपट्टि पम्प यतापट्टि चाहिँ हाम्रो कारवास हैन हस्पिटल हैन। जोबाट चाहिँ यस्तो आएपछि त्यो कर्नर झन्डा भएको कर्नरबाट छिर्ने बाटोबाट टक्क लाएर यस्तो छ गाइज। यो चाहिँ हाम्रो रातिको दृश्य गाइज है। है गाइज आज चाहिँ 2024 9 महिना 14 गते समथिङ हो जस्तो लाग्छ। आजको डेटमा चाहिँ पेट्रोलको मेरो भलेरो त्यो छ चट्ट लगाएर हैन। अफिस अगाडिको फोन यसो अनुहार देखाउँ ठाउँहरू चिनाऊ हैन भनेर चाहिँ चट्ट लगाएर मैले यस्तो तपाईँहरूलाई देखाएँ। तर अनुहार चाहिँ अलिकति लाइटमा परेन त्यो कारणले कालो देखियो गाइजहरू। कालो चाहिँ छैन म गोरै छु हैन। यतातिर त आइहाल्यो नि ठिक छ ल। ब्याक साइड चाहिँ यस्तो छ गाइजहरूलाई देखाइदिएँ। लाइट
चाहिँ निमा शेर्पा हजुर। यो चाहिँ ग्रिन बिल हो। नेपाल घर चाहिँ मेरो दोलखा हजुर। युएस आएको भइसक्यो 7 वर्ष जति। काम चाहिँ कस्तो हुनु भयो यस्तै काम गर्ने खाने बस्ने। यो चाहिँ मेरो काम गर्ने ठाउँको पसल हो, तपाईँलाई म यसरी देखाउन चाहन्छु। यस्तै छ। अनि यसको अब काम भयो, अब अफिस जाने, अफिसबाट घर जाने होइन। अनि त्यसपछि लाएर ओके बसम्यान, ल सिउ है त बाबा है त। म चाहिँ लागेँ, बेलुका फेरि कुरा भेट भइहाल्छ, कुरा त भइहाल्छ होइन। गाइजहरूलाई तास त खेल्ने नि अब होइन, हाम्रो त अब कामै के छ र अरू होइन। त्यस्तै छ। ओके बसम्यान अलरेडी। यो चाहिँ हाम्रो पसल हो है गाजी, हाम्रो पसलमा भएको यो चाहिँ सामानहरू पाइन्छ यो खालको चाहिँ। अनि गाइजहरूले ढोका सामान लिएर ढोका लगाएन छन् होइन। त्यस्तो छ है गाइजहरू हाम्रो चाहिँ। यो चाहिँ हाम्रो पसलको बनावट, सामानहरू यसरी छ विभिन्न होइन। गाइजहरूलाई चाहिँ यसो सेवा सुविधाको लागि। अनि हाम्रो गाई चाहिँ अब साथी चाहिँ गाइजहरूलाई सेवा सुविधाको लागि रेडी छन्। टिकटदेखि लिएर हरेक कुराहरू चाहिँ, खाना पनि। यो चाहिँ अब फाउन्टेन ड्रिङ्कदेखि लिएर कफी होइन, सबै कुराहरू चाहिँ छ। यो चाहिँ अब बियर अल्कोहल होइन, यस्तो यस्तो भेराइटीको खाना किसिमको। उतापट्टि चाहिँ वाइनहरू पनि छन्। हाम्रो चाहिँ नेपाली प्रोडक्ट पनि छ है गाइजहरू। यहाँ चाहिँ यो चाहिँ अब नेपाली प्रोडक्ट हो। नेपाली प्रोडक्ट चाहिँ हामी बेच्छौँ। कुलर छ है गाइज, यहाँ भेट्नु चाहिँ कुलर छ। कुलरमा यसरी काम हुन्छ हाम्रो। अङ्कल चाहिँ यसरी काम गर्दै हुनुहुन्छ। अङ्कल केही भन्नुहुन्छ कि के छ विशेष यसो यहाँको विशेषताहरू? आज चाहिँ कामबाट अब छुट्टी हो, अब भोलि बिदा छ, चिल हानिन्छ आज गएर होइन। त्यस्तै छ कामको अवस्था। गाइजहरूलाई चाहिँ छुट्टी हो, हावा पनि मिठो लाग्छ होइन त। यो चाहिँ मेरो होइन, अझ अब मौसम पनि दामी नै छ। चट्ट लाएर हिँड्ने हो अब, त्यस्तै छ। यो पनि रमाइलो हो एउटा सट्ट लाएर चाहिँ राम्रै देखिरहेछ होइन। ल सही मजा आउँदो रहेछ तर हेर्न चाहिँ। आहा आहा ल म फर्स्ट टाइम है, बहुत मजा आयो यार अहिले यार। आम्मा चिप्लिन थालेछ नि त राजा, चिप्लिन थालेछ पुरा। त्यही त नि। अनि बसेको छैन अझै चिप्लिन्छ है। Sounds good, sounds good. यो अन्त रमाइलो, मेरो त फर्स्ट टाइम है, बहुत अच्छा लागिरहेछ, मजा आइरहेछ। चट्ट लाएर वरिपरि हाम्रो चाहिँ हिउँ पर्यो
What's up guys ल यो चाहिँ अहिले टेक्सस डालसको चाहिँ स्नो ठाउँ हो हाम्रो पसल पछाडि काम गर्ने ठाउँ मेरो फर्स्ट टाइम यो चाहिँ एक्सपिरियन्स होइन बहुत चिलिङ एन्ड देन त्यसपछि मजा आइरहेछ हेर्दाखेरि होइन अब फर्स्ट टाइम चाहिँ टेक्ससको यो ठाउँमा अमेरिका आएर चाहिँ हिउँ परेको चाहिँ देख्न पाउनु पनि एउटा मजा आयो गाइजहरूलाई चाहिँ अब यसरी नै राम्रो त्यति त्यो एकदमै उता होइन एकदम इन्जोय खालको चाहिँ हिउँ परिरहेछ हिँड्न चाहिँ गाह्रो भइरहेछ भुइँतिर चिप्लिरहेछ होइन बाहिरतिर सेतामै भइसक्यो गाइजहरूलाई चाहिँ अनि अरू त यस्तै छ चिसो त अब मिठो चिसो भइसक्यो मैले पन्च लाउनु बिर्सेछु यार सेट अनि त्यसपछि हाम्रो चाहिँ यो काम गर्ने ठाउँमा यस्तो भइसक्यो अनि गाइजहरूलाई चाहिँ है गाइज यो चाहिँ अहिले एकदम करेन्ट भ्यू हो यस्तो खालको चाहिँ छ छत पनि यस्तो बवाल देखिँदो रहेछ आम्मा सेतो गाडीको पुरै सेतो पनि सेतो त्यो एउटा चाहिँ माहौल चाहिँ भन्दो रहेछ मैले फर्स्ट टाइम यसरी हेर्न पाइयो यो चाहिँ बिहान 5 बज्न लाग्दाखेरि दृश्य हो हिउँको अवस्था यस्तो अरू वेस्टहरू जस्तो चाहिँ छैन इन्डियाको र यहाँ चाहिँ गाडीमा चाहिँ बाटो गाडीमा चाहिँ आएकै छ भनौँ होइन मजै हो यो पनि हाम्रो लागि चाहिँ मेरो लागि चाहिँ हाम्रो वरिपरि अफिसको दृश्य होइन चट्ट लाएर जस्तै मजा आउँदो रहेछ तर सेतो बनाएको राम्रो छ यो चाहिँ हाम्रो अगाडिपट्टि भाग फर्म यता ठिक छ अगाडिपट्टि भाग चाहिँ अलिअलि आइस सोलेको कारणले गर्दा चिसो त छ नि ल है त गाइज यो चाहिँ हाम्रो ठाउँको तलाएर हिउँ परेको ठाउँ चिसो मौसम सेतामै होइन हावा आइरहेछ मजाको रोड होइन